स्क्रिनमा देख्नुभएको बजै महिनौदेखि बिरामी भएर थला पर्नुभएको रहेछ। सोसल मिडिया, फेसबुक, म्यासेज, च्याट सबैतिर सहयोगको अपिल पनि भइरहेको देखेँ। सहयोग गर्नु हाम्रो दायित्व हो, यो मानवता हो, धर्मको कुरा पनि हो। बिरामी मान्छेलाई सकेको सहयोग गर्नै पर्छ। तर यहाँ एउटा प्रश्न मनमा उठ्यो, केही दिन अगाडि चुनाव हुँदा त्यही बजैलाई 2-4 जना भुस्तिग्रिनीहरूले हात समाएर निर्वाचन स्थलसम्म डोर्याउँदै गरेको दृश्य देखियो। त्यो बेला उहाँलाई मतदान गराउने यति उत्साह थियो। आज उहाँ महिनौदेखि बिरामी हुँदा ती मानवता हराएका नरपिचासहरू कहाँ छन्? आज किन चुपचाप बसिरहेका छन्? लाज लाग्दैन तिमीहरूलाई? निर्वाचन स्थलसम्म डोर्याउने ती तिम्रा फोहोरी हातहरू किन अस्पतालसम्म लैजानको लागि अघि सर्दैनन्? मतदान केन्द्रसम्म डोर्याएर लैजान सक्ने हातहरूले उहाँलाई अस्पतालसम्म लैजान सक्दैनन्? आज गाउँभर सहयोगको अपिल भइरहेको छ। तर चुनावका दिनमा अगाडि देखिएका ती मान्छेहरू किन बोलिरहेका छैनन्? मानवता भनेको चुनावको दिनमा मात्र देखाउने कुरा होइन। मानवता भनेको समस्या पर्दा साथ दिने कुरा हो। यदि साँच्चै सहयोग गर्न चाहन्छौ भने पहिले जिम्मेवारी पनि लिनुपर्छ। बिरामीलाई अस्पताल पुर्याउनुपर्छ, उपचार गराउनुपर्छ। बजैलाई अहिले भाषण होइन, सहयोग, उपचार र साथ चाहिएको छ। अब प्रश्न हामी सबैसँग छ, हामी साँच्चै मान्छे भएर सहयोग गर्दैछौँ कि केवल समयअनुसार देखावा मात्र गर्दैछौँ? बजैको उपचार होस्, उहाँ चाँडै निको हुन्, त्यही कामना छ। बाँकी आगामी दिनहरूमा कसैले पनि अशक्त, असहाय, गरिब, दिनदुखीलाई कुनै पनि आशा भरोसाको प्रलोभन नदेखाओस्। पाप धेरै भयो भने धुरीबाट कराउँछ। विचार होस्।